के छ म चाहिँ भर्खरै उठिसकेँ। अब चाहिँ चिया खान्छु मैले। चिया खान पर्यो चिया। चिया खाएर आफ्नो कामतर्फ लाग्छु म चाहिँ अब। अब म चाहिँ हाम्रो दाउरा काट्न लाग अनि दाउरा सानी दाउरा बोक्ने यताउति चिन्ने काम छ। अब लेट्स गो अब उतै गएर भेटौँला। त्यही नै हो गाइस, म चाहिँ यता आइसकेको छु। दाउरा चाहिँ थुप्रा छ यहाँ तल फाले बाटा अनि यहाँ छन् एउटा यसले छिकिन्छ अनि यो चाहिँ झ्याङझ्याङ फाल्ने होला। फाल्न बेला भिडियो गराउने मिल्दैन, गराइदिने पनि कोही छैन। त्यही नै हो। र चाहिँ झ्याङझ्याङ फाल्छु म चाहिँ। यहाँ यो बाटा राखेपछि सट ठुलो हुन्छ। त्यहाँ गाडा ल्याएको त्यो गाडामा फेरि सहिलो हुन्छ कि बाटोमा उसमा हिँड्दा डुको फाल्छ नि त सहिलो मलाई पनि अनि छिटो छरितो हुन्छ। त्यही नै हो। अहिले भेटौँला। के छ म चाहिँ एकछिन रेस्ट गरेँ अनि चाहिँ यहाँ माथि चाहिँ दाउरा छन् देख्न सक्नुहुन्छ। बिहान काटेको अनि बिहान चाहिँ अलि इम्पोर्टेन्ट भिडियो काट्नु भोलि भिडियो गराउनु भोलि हल्का मिस्टेक हुन्छ। अहिले चाहिँ कति 11 साढे 11 हुँदैछ अनि त्यहाँपछि म चाहिँ अब टक्क माथि पखाउने दाउरा त्यो सबलाई बाटा त सकिनु होला। अब के गुल्टिन्छ कति सक्छु अनि त्यहाँ अनुसार बाटा त्यहाँ कुनै साइड मिलाउँछु भने फालिदिने अनि घर सरासर उसाल्ने अनि यति छ। अनि त्यहाँ चाहिँ यो उस गरेर दाउरा टक्क उगर त्यसलाई तल फाल्छु अनि फेरि चाहिँ फेरि त्यो खुट्टा च्याप्लान जस्तो छ क्या यहाँ आइसकेँ। यो दाउरा चाहिँ यहाँ चाहिँ धेरै खनुताको भन्दा अब फाल्ने त फाल्ने कसरी फाल्ने अनि त्यहाँ चाहिँ त लात्ती गरेछन्। चाहिँ म आफ्नो गृह कार्यतिर लाग्छु। दाउरा त धेरै छन् त्यही नि। गाइस, म चाहिँ घर आइसकेँ दाउरा बोकेर। आज चाहिँ मैले बनाना किनेको छु हाम्रै गाउँमा उत्पादन भएको अनि यस्तो मिठो छ यो केरा। फेरि नाम के भने हजारे केरा हुन्छन् हाम्रो गाउँघरतिर। यहाँ चाहिँ कति 13 भनेपछि 15 भनेपछि 14वटा खान है। यस्तो राम्रो क्या हा हेर्नु न फलाइ यस्तो बाँकी चिया। त्यही नै हो। अनि चाहिँ म टक्क खान्छु। खाएको त के भिडियो हाल्ने यसको केराको हालेको है। चाहिँ भित्र आइसकेँ हाम्रो एक दर्जन लिएको एक कानी हुन्छ यस्तरी उक्काएँ अनि अर्को यसलाई नि यस्तरी उक्काएँ छेउमा राख्छु अनि यो दुईवटा छ टक्क हजुरहरूकै सामने राख्छु। अनि म चाहिँ एउटा गिलास ल्याउँछु। मैले चाहिँ यो गिलास लिएको छु अनि हजुरहरूकै आडमा राख्छु। अनि अर्को चाहिँ मैले चम्चा लिएको छु। चम्चा पनि हजुरहरूकै आडमा लिएको। हेर्नुहोस् केरा चाहिँ यस्तो खतरा त्यही नै हो। अब यसको चाहिँ मैले लप्सी गराउँछु गाइस। त्यही नै अहिले गराएको ल्याउँछु है। जिन्दगीमा केरा खुल्चाउन आउने यार भाइ। यो पाकेको हो कि के हो भन्नु होला। त्यहाँ चाहिँ ताजा ताजा हुँदाखेरि यो चाहिँ भैँसीले हाल्छ। यो बोक्राको चाहिँ भित्रको कति राम्रो आहा। यसलाई यस्तै यसलाई चाहिँ मैले चम्चाले काटेँ चाहिँ मिटरमा कति गराउने उ गरेर अहिले धुनुभन्दा यसलाई चाहिँ कागज त निकाल्नु पर्यो नि त। हेलो गाइस, मेरो चाहिँ यो पुन्टे मोबाइलमा टक्क भिडियो गराउनु लाग्यो। फेस त गिल्लाउने। हेलो गाइस, म चाहिँ अब दाउरा सानिएको छु ठेलामा। ठेला चाहिँ यही हो। एउटा हाल्नै सकिँदैन मुर्दा ठेलालाई कसरी चाल्नु होला। त्यही नै अहिले भेटौँला उतै गएर पर जानु छ। गाडी त त्यहाँ छ दाउरा बोक्ने ट्र्याक्टर त्यहाँ राखेर त्यहाँ एउटा सानो फोटी सिमी खनेर नि सक्यो। सिमी चाहिँ यस्तो खै गाइस लिएर चाहिँ मैले यहीँ खनाउने रहेछ। घरको त्यही नै हो। हेलो गाइस, अब चाहिँ म खाजामा आज चाहिँ स्पेसल छ कि टक्क हेर्नुहोस् यो करेन्ट चाउचाउ होइन। यहाँ चाहिँ 3टा छन् होइन 3टा छन्। लाइन गर्छ कालो हुन्छ त्यो
माछा आयो त्यो सर्द बाल हुन्छ होइन आहा यो चाउचाउ देख्न बित्तिकै त मलाई यस्तो ठुगाउँछ कस्तो आइदियो यो सानो क्यामेको यसलाई चाहिँ बिक्री गरेर गर्दैछ पक्का आइसकेको हुन्छ अनि त्यही नै हो अहिले चाहिँ बाल हुन्छ हजुरलाई चाहिँ मैले कसरी बनाएको हुन्थ्यो आफ्नो कहिले हुन्छ हजुरलाई कस्तो हुन्छ त्यही नै अहिले ल है गाइस अहिले चाहिँ बोबाले हुन्छ होइन हो करेन्ट चाउचाउ अब म यसलाई टक्क बफाउँछु पानी भनेर हजुरहरूलाई देखाउँछु त्यही नै अलिक राति देखाउँछु गाइस म चाहिँ करेन्ट चाउचाउ बनाउँछु भनेर बाहिर पानी लिन आएको त्यस्तो ठुलो पानी पऱ्यो क्या कहाँबाट पऱ्यो यार ओहो रुजाउने भयो त जाडो भयो त एकैछिन भर्खरसम्म त घाम लाग्थ्यो के हुने हो आमामा पानी छिटो नै यत्रो यत्रो भयो नि त ओहो के हो बुढो पानी आयो त ल के हो दर्कियो त ओहो हेर्नु सकिन्छ ठाउँको ठाउँ पानी आयो यार हो माइ गड बाटो आउने भनेको फुर्सदै पाइएन त्यही नै गाइस मैले सुरु भयो पकाउनु फाइदा ओहो यहाँ त रुचाले पकायो के हो यो चाहिँ ओहो सुप त करेन्टसँग यो कालिज मिसाइदिएकै करेन्ट यहाँ छ टक्क यस्तो रेडी आएको आमामा सुप त ओ माइ गड त्यो अरू चाहिँ पछि आउँछ अहिले अब त्यो होइन सुप त्यही नै यस्तो स्पेसल हुन्छ क्या आजको नास्ता हिजोभन्दा त सुबै आएन पिरो भयो छैन जाडा पिरो खानु बाह्र भयो बल्ल नुन आनी हालेर हिजो पिरो त्यहाँ त खाएर पनि सकियो अब के हुन्छ अहिले त्यही नै हो पिरो मजा आयो हेलो सो गाइस के छ म चाहिँ भैँसीलाई पानी खानु लाग्यो गोरु चाहिँ माथि अङ्कलकोमा लगाउँ अनि पानी पला जस्तो हुन्छ एकछिन बात गराउनु पऱ्यो अनि त्यहाँपछि के हुन्छ त्यो अनुसार हामीलाई लत्त गाई चाहिँ अहिले भेटौँला गाइस त्यही नै हो खानासाना गराएर नि खाएको नि के गराउने ल आजलाई त्यति नै हस्त नमस्ते त्यही नै हो ल बाई गुड बाई